आज कसको गुन्यौ चली अरे तिम्रो चञ्चलीको चञ्चली कि चञ्चला हो नाम आमा पनि नमस्ते आमा कति राम्री भइसिनु भने ल हाम्रो यहाँ भाउजू पनि आउनु भएको छ धेरै पछाडि देखा परेको यहाँ हाम्रो आमा यता पनि आमा यता हाम्रो दाइ यता चाहिँ केशवको हजुरबा हुनुहुन्छ ए हाम्रो माल दाइ हुनुहुन्छ यता हाम्रो भाउजू आउनु भएको रहेछ यस्तो छ है यहाँनिर चाहिँ सबैजना हाम्रो यहाँनिर इन्जिनियर साहब पनि आउनुभएको छ हाम्रो यहाँनिर सानो हिरो पनि आएको छ हाम्रो यहाँ गुरु हुनुहुन्छ यहाँ चाहिँ सबै ओहो भाइ के छ ठिक छ राम्रो आउँदो रहेछ नि त चञ्चला त्यही भएर यतापट्टि गएको नि म के अरे खायो कि खाएँ यस्तो गरे गम गम खानु नि यहाँ त पाहुना जाँदा पो त्यस्तो गरी खानु नि विराजी तयार न हो मलाई विराजी सन्तोष दाइलाई मात्रै काँक्रा खुवाएछ हामीलाई खुवाएन मलाई मात्रै काँक्रा खुवायो अरे भनेर यता चाहिँ कता ए नमस्कार है नमस्कार धमाधम रहेछ होइन एकदमै ज्ञानी हुनु होइन अगाडि हेर धेरै पढ्नु जित्ने भनेको मान्नु बुवा मम्मीले मात्रै जित्ने भनेको पनि मान्नु होइन ज्ञानी हुनु ठुली मान्छे हुनु धेरै त किन्न ल जान्छ ल एउटा चाहिँ राख्नु एउटा ल है त नानी ज्ञानी हुनु धेरै पढ्नु आफूभन्दा ठुलोले भनेको मान्नु होइन त्यस पछाडि अरू के त आज के कस्तो लागिरहेको छ गुन्युचोलीमा होला त खुसी लागेछ खुसी लागेको छ ल है त भाग्यमानी हुनु है त ल भलिबल कसले राम्रो हान्दो रहेछ त यति मध्येमा ल क्यारम हो यो क्यारम पऱ्यो त यो त ल ल ल यता यता हान्नु न तपाईँ चाहिँ हान्नु न गट्टी हान्नु त भलिबल हान्नु त हान्नु के छ हाम्रो गुरुको खबर ठिक छ ओहो हाम्रो चञ्चलाको यहाँनिर गुन्युचोलीमा सबैजना भेला हुनुभएको थियो हाम्रो आम्बटे ग्रुप है आमा यो लक्ष्मीले चाहिँ कस्तो हात लाउँदैछ ल ल ल सबैजनालाई बाई बाई ल भयो ल है त छोरीलाई टिको लगाइदिँदैछन् है त यहाँनिर बुवा मम्मीले पैसा पनि दिनु पर्यो बुवा मम्मी खोइ कोनी त पाइहाल्यो नि पैसा यो चाहिँ कास्टिङ मात्रै ए हो कास्टिङ हो यो ल अब चाहिँ यहाँनिर गुन्युचोलीको कार्यक्रम पनि समाप्त भएको छ हाम्रो यहाँ गुरुहरूलाई नमस्ते गुरु सबैलाई नमस्कार छ गुरुहरू अङ्कलहरू सबैलाई नमस्कार छ है अब चाहिँ हाम्रो यहाँनिर लगभग सिद्धिसकेको छ पूजा पाठ सबै सिद्धिएको छ यता हाम्रो सानो गुरु पनि आउनुभएको रहेछ